नमस्कार, जय मसीह। आज यहाँहरूको बीचमा अडियो मार्फत आएको छु। एउटा कथा लिएर, आँसुभित्रको आशा। एउटा सानो गाउँमा जीवन निकै कठिन भइरहेको थियो। खेतीमा अनिकाल, कतिपय घरमा बिमारी र धेरैले रोजगारी गुमाएका थिए। गाउँका मानिसहरू निराश र थाकेका थिए। गाउँको बीचमा एकजना दाजु जो प्रभु येशूमा विश्वास गर्थे, उनी पनि त्यही थिए, जसलाई सबै मानिसहरू सान्त्वना लिन तिनी कहाँ जान्थे। एक दिन धेरै पीडित मानिसहरू, निराश र थकित मानिसहरू, हतोत्साहित भएका मानिसहरू उहाँका आए र सोधे, हामीलाई आशा छैन जस्तो लाग्छ। परमेश्वर हामीलाई किन यस्तो दिनमा पार्नुहुन्छ भनेर प्रश्न गर्छन्। ती विश्वासी दाजुले बाइबल खोलेर वचनहरू पढेर सुनाउँछन् र भन्छन्, प्रभु हृदय भाँचिएकाहरू, निराश हृदय भएकाहरू, आशाविहीन भएकाहरू को नजिकमा हुनुहुन्छ। जसको मन खिन्न भएको छ, आत्मा खिन्न भएको छ, तिनी कहाँ परमेश्वरले उद्धार लिएर आउनु भएको छ भनेर सुनाउँछन्। त्यसपछि उहाँले फेरि यसरी भन्नुहुन्छ, हामीलाई लाग्छ परमेश्वर टाढा हुनुहुन्छ, तर वास्तविकता के हो भने उहाँ अझ हाम्रो नजिक हुनुहुन्छ। यसैले त भन्नुहुन्छ, हेर म तिम्रो घरमा तिम्रो हृदयभित्र आएर तिम्रो हृदयलाई घचघच्याउँदछु या ढकढक्याउँदछु। मेरो आवाज सुनेर आफ्नो हृदयको ढोका खोल्यो भने म तिमी कहाँ बास गर्नेछु र तिमीसँगै बस्नेछु। फेरि अर्को वचन पढेर ती विश्वासी दाइले सुनाउँछन्, नडराऊ, म तिम्रो साथमा छु। भयभीत नहौ, म तिम्रो परमेश्वर हुँ। म तिमीलाई बल दिन्छु, म तिमीलाई सहायता गर्छु। म आफ्नै धार्मिक हातले तिमीलाई समाइराख्नेछु। यी वचन सुनेपछि मानिसहरूको मनमा केही हल्कापन आयो। उनीहरूले महसुस गरे आफूहरू एक्लो नभएको। अनि फेरि ती दाइले बाइबलका एउटा खण्ड पढ्छन्, हामीले अहिले सहन गरिरहेका दुःख कष्टहरू भविष्यमा हामीलाई प्रकट हुने महिमाको तुलनामा केही पनि होइन। गाउँका मानिसहरू रुन थाले, तर यो आँसु निराशाको नभई आशाको आँसु थियो। उनीहरूले बुझ्न थाले, आँसु बीचमा पनि परमेश्वर सँगै हुनुहुन्छ र भविष्य अझ उज्जवल हुन्छ भनेर। अनि फेरि प्रभु येशूको त्यो वचनलाई याद गरे, हे सबै थाकेका र बोझले दबेका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। प्रिय मित्रहरू, अहिले कथामा भनेको जस्तै
तपाईँको र मेरो पनि यस्तै किसिमको अवस्था हुन सक्छ। तर याद गर्नुहोस्, दुःख, कठिनाई, पीडा अस्थायी हुन्छ, तर परमेश्वर कहिल्यै हामीलाई छोड्नुहुन्न। तपाईँसँग भएका समस्या, दुःख, कठिनाई छन् भने आउनुहोस् येशूको चरणमा ती सबै कुराहरू राखौँ। उहाँले तपाईँलाई पनि दुःखमा आशा दिनुहुन्छ, जस्तो यो कथामा भएका मानिसहरूले आशा पाएका थिए। आजको दिन यहाँहरूको एकदम आशिषमय रहोस्। हस्त। जय मसीह।